पवित्र बिरुवाहरूले कदली मार्गमा रोपिएका विभिन्न जातका केराहरू र अन्य धार्मिक बोट बिरुवाहरूले यस स्थललाई एउटा जीवित आध्यात्मिक उद्यानको रूपमा स्थापित गरेको छ। यी बोटहरू केवल प्राकृतिक सौन्दर्य मात्र नभई हाम्रो धर्म, संस्कार, भावनासँग गहिरो सम्बन्ध राख्ने जीवन्त प्रतीकहरू हुन्। म व्यक्तिगत रूपमा यस सेवा सङ्घमा 2068 सालदेखि निरन्तर रूपमा यस मन्दिरमा सेवा सङ्घ संरक्षण र विकासका कार्यहरूमा समर्पित गरिआएको छु। यो यात्रामा धेरै चुनौतीहरूको सामना गर्नु पर्यो, तर भगवान् श्री महादेवको कृपा, यहाँका स्थानीयवासीहरूको साथ र श्रद्धालु भक्तजनहरूको विश्वासले आज हामीहरूलाई निरन्तर अघि बढ्न प्रेरणा दिएको छ। जीवनको अन्तिम चरणमा आइपुग्दा पनि यसै पवित्र स्थलमा बसेर सेवा गर्ने अवसर पाउनु मेरो लागि ठुलो सौभाग्यको रूपमा लिएको छु, जहाँ मैले आफ्नो समय, श्रम र समर्पण भगवानको चरणमा अर्पण गरेको छु। आज यस विशेष अवसरमा समाजसेवा, विकास र जनताप्रति उत्तरदायित्वमा गोदावरी नगरपालिकाका प्रमुख, उपप्रमुखले सन्तानेश्वर मन्दिरप्रति दिनुभएको साथ सहयोग र योगदानको हार्दिक सम्मान र आभार व्यक्त गर्दै अन्त्यमा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा फेरि पनि एकपटक हार्दिक स्वागत गर्न चाहन्छु। स्वागतम स्वागतम स्वागतम। जय शम्भो, हर हर महादेव। जय शम्भु। धन्यवाद यस सेवा सङ्घका सल्लाहकार भीमसेन खड्काज्यू। आसन ग्रहणकै क्रममा नेपाल न्युज ब्याङ्कका युवराज गौतमजीलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अब हामी स्वागत भजन गाइदिनु हुन हाम्रा कलाकार मित्रहरू श्री सन्तानेश्वर महादेवको, श्री सन्तानेश्वर महादेवको आदरणीय भक्तजनहरू, श्री सन्तानेश्वर महादेव मन्दिर यो औपचारिक सम्मान कार्यक्रममा उपस्थित हुनुभएका आदरणीय धर्मगुरु व्यासाचार्य यस सेवा सङ्घका 2058देखि निरन्तर संरक्षकको प्रदान गर्नुहुने आदरणीय गुरुदेव किशोर कुमार गौतमज्यू, त्यस्तै गरेर संरक्षक डाक्टर चिन्तामणि योगीज्यू, गोदरी नगरपालिकाका अति धार्मिक, मिलनसार र विकासप्रेमी आदरणीय मेयर साहब गजेन्द्र महर्जनज्यू, त्यस्तै गरेर गोदरी नगरपालिकाका उपमेयर मुना अधिकारीज्यू, यस गोदरी नगरपालिकाका वडा अध्यक्ष जसले सन्तानेश्वर महादेव मन्दिरमा कुनै पनि काम गर्दाखेरि हामीलाई सल्लाह सुझाव र हामीले माग्नुभएको सिफारिसलाई कुनै किञ्चित नभइकन सहयोग साथ दिनुभएका वडा अध्यक्ष भास्कर थापाज्यू र सुरक्षामा खट्नुहुने र हामीले बोलाएपछि तुरुन्त आइहाल्नुहुने र सुरक्षालाई असाध्यै नजिकबाट हेर्नुहुने देश साहब चापागाउँ प्रहरी कार्यालयका प्रमुख देश साहब शिला थापाज्यू, त्यस्तै गरेर जोशीज्यू, त्यस्तै गरेर कलाकार मित्रहरू, पत्रकार मित्रहरू, यस सन्तानेश्वर महादेव मन्दिर परिसरमा आउने भक्तजनहरूलाई स्वास्थ्य उपचारमा सहज बनाइदिनु हुने आदरणीय नेपाली सेनाका स्वास्थ्यकर्मी, त्यस्तै गरेर सुमेर अस्पतालका स्वास्थ्यकर्मी, त्यस्तै गरेर गोदरी नगरपालिकाको हेल्थ पोस्टका स्वास्थ्यकर्मीज्यूहरू, तल यातायात व्यवस्थापनमा लागिरहनु हुने चापागाउँ प्रहरी ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरीज्यूहरू, गोदरी नगरपालिकाबाट बजार व्यवस्थापनलाई सहयोग गरिरहनु हुने
नगर प्रहरीज्यूहरू, त्रिशुल युथ क्लबले हामीलाई निरन्तर हामीलाई साथ सहयोग गरिरहने त्रिशुल युथ क्लबका स्वयंसेवकज्यूहरू, सन्तानेश्वर पीठका प्रहरीज्यूहरू, त्यस्तै गरेर हामीलाई सन्तानेश्वर महादेव मन्दिरमा आउँदाखेरि भक्तजनहरूलाई पानी प्यास लाग्ला भनेर लायन्स क्लबले व्यवस्था गरेको लायन्स क्लबका टिम सदस्यज्यूहरू र मेरो सम्पूर्ण यस सेवा सङ्घका साथीहरू, पदाधिकारीहरू र आदरणीय भक्तजनहरूमा श्री सन्तानेश्वर महादेव मन्दिर संरक्षण सम्बन्धन सेवा सङ्घको तर्फबाट यहाँहरूलाई जय शम्भो, जय शम्भो। र आदरणीय भक्तजनहरू, सन्तानेश्वर महादेव मन्दिरको बारेमा धेरै लामो नभनौँ, मैले पटक पटक भनेको छु। सतीदेवीको उपल्लो ओठ पतन भई देवादेव श्री सन्तानेश्वर महादेव तथा माता पार्वती सन्तानहरूको रक्षा गर्न र मानव जातिको कल्याणको लागि यस कैलाश पर्वतमा विराजमान हुनुहुन्छ। यो धार्मिक कथन भयो र निसन्तान दम्पतिलाई सन्तान प्राप्तिको र भएका सन्तानहरूको सत्मार्ग र सुस्वास्थ्यको वरदान दिनुहुने श्री सन्तानेश्वर महादेव र यो समुद्र सतहबाट 1507 मिटरको उचाइमा छ। तल फेदीबाट 111 मिटरको उचाइमा छ र यो कैलाश पर्वत तपाईँ 365 खुड्किला चढेर यहाँ माथि आउनुपर्ने हुन्छ र तपाईँ वर्षको एक दिन भए पनि सन्तानेश्वर महादेव मन्दिरमा आउनुभयो भने 365 दिनमा जानी नजानी गरेको भुललाई भगवान् श्री सन्तानेश्वर महादेव तथा माता पार्वतीले क्षमा दिनुहुन्छ भन्ने यहाँ एउटा किंवदन्ती छ। त्यही भएर एक वर्षमा भए पनि सन्तानेश्वर महादेव मन्दिरमा तपाईँहरू आउनुपर्छ, तपाईँको परिवारलाई ल्याउनुपर्छ, तपाईँको टोल छिमेकीलाई ल्याउनुपर्छ र तपाईँको त्यो क्षेत्रलाई तपाईँले जानकारी गराउनुपर्छ। तपाईँले जानकारी गराउँदा मात्र तपाईँहरूको उत्तरोत्तर प्रगति हुन्छ भन्ने हामीलाई विश्वास छ। र आदरणीय भक्तजनहरू, यस्ता देवादिदेव महादेव श्री सन्तानेश्वर महादेवको मन्दिर यो कैलाश पर्वतमा हामी कार्यक्रम सञ्चालन गरिरहेका छौँ। तपाईँहरूको भक्तिभावलाई हामीले सन्तानेश्वर महादेव तथा माता पार्वतीसँग सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना पनि गरिरहेका छौँ। र आदरणीय भक्तजनहरू, सन्तानेश्वर महादेव मन्दिर यो 150 रोपनी जमिनमा फैलिएको छ र 2068 सालमा एउटा बृहत्तर गुरुयोजना बन्यो। म पेसाले इन्जिनियर हो, मेरो भाग्य हो, किनभने मठ मन्दिरमा काम गर्न पाउनुपर्ने भाग्य सम्झिनुपर्छ। जहाँ गयो जहाँ पाए यस्ता मठ मन्दिरहरूको डिजाइन गर्न पाइँदैन। कसैलाई लाग्छ होला यो फ्रीमा गर्यो भन्ने लाग्छ होला, तर मैले चाहिने भाग्यले मात्र पाएको, मेरो कला देखाउने ठाउँ पाएको जस्तो लाग्छ। यदि मैले यो कला देखाउने ठाउँ कुनै ठाउँ छ भने यो सन्तानेश्वर महादेव यो देशको विभिन्न जिल्लाहरूमा प्राप्त गरेको छु। त्यो माध्यम हो आदरणीय गुरु किशोर गौतमज्यू तथा डाक्टर चिन्तामणिजीको यो मलाई आशीर्वाद प्राप्त भएकोले मैले यो मौका पाएको मैले यहाँलाई जानकारी गराएँ। र आदरणीय भक्तजनहरू, 2068 सालमा बनेको गुरुयोजनालाई जसले जे सक्यो, आदरणीय भक्तजनहरूले जे सक्नुभयो, हामीलाई सरसल्लाहदेखि दानदेखि विभिन्न सरसहयोग भइरह्यो। जब नेपालमा 2074 सालमा स्थानीय निकायहरू बन्न थाल्यो, नगरपालिका गाउँपालिका बन्यो र त्यसपछि सन्तानेश्वर महादेव मन्दिरमा अलिअलि भए पनि राज्यको आँखा परेको हामीले अनुभव गर्यौँ। 2074 सालदेखि निरन्तर हामीलाई गोदरी नगरपालिका तथा गोदरी नगरपालिका वडा नम्बर 13ले एउटा संरक्षकत्व अभिभावकत्व लिएर हामीलाई हातमा हात मिलाएर यो काम गर्नको लागि जुन एउटा उहाँले हौसला प्रदान गर्नुभयो, यो अवस्थामा पुर्याउन साथ दिनुभयो। हाम्रा जनप्रतिनिधिहरूलाई एकपटक ताली बजाएर सम्मान गरिदिनु म अनुरोध गर्छु। र आदरणीय भक्तजनहरू, म यसै भावुकतामा भनिरहेको छैन। जब यहाँ डिजाइन र कामको सुरु हुन्थ्यो, मैले मेयर साहब र वडाध्यक्षहरूलाई जानकारी गराउँथेँ। मैले सामाजिक सञ्जालबाट, मेसेन्जर, व्हाट्सएप, भाइबरबाट जानकारी गराउँथेँ र प्रतिदिन फोनबाट पनि गर्थेँ। र मेयर साहबले त भन्नुहुन्थ्यो, दाइ तपाईँ आफ्नो काम गर्दै जानुहोला, नगरपालिका तपाईँको साथमा छ भनेर त्यति हौसला दिनुहुन्थ्यो। र प्रत्येक वर्ष उहाँले त्यसै पनि गर्नुभएको हुनाले हामीले सन्तानेश्वर महादेव मन्दिरमा यसलाई नबिगारिकन तपाईँले देख्नुभएको छ। सन्तानेश्वर महादेव मन्दिरको 2 ताले तामाको छानो, त्यस्तै गरेर
शिलाको अष्टमातृका सहितको छतरीबाट स्वस्थानी माताको मन्दिर, त्यस्तै गरेर गणेश कुमारले आफ्ना माता पितालाई जलार्पण गरेको एउटा मूर्ति राखेका छौँ। त्यस्तै गरेर 451 किलोको सबैको याचना सुनाउने मूल घण्टा राखेका छौँ। यहाँबाट सन्तानेश्वर महादेवको यो कैलाश पर्वतबाट तपाईँहरूले यो उपत्यकाको 360 डिग्री नै हेर्न मिल्ने गरेर एउटा दृश्य अवलोकन केन्द्र राखेका छौँ। यो कार्यक्रम स्थल जुन सुरु गर्यौँ 2079 सालमा एउटा हाम्रो ऐतिहासिक कार्यक्रम बन्यो, जसमा पशुपति क्षेत्रबाट हामीले आदरणीय गुरु डाक्टर चिन्तामणि योगी र अहिलेका उद्घोषक श्यामकृष्ण नेपालीले हेलिकप्टरबाट 2079 सालमा हामीले त्यहाँबाट जल र फुल लिएर आएर सन्तानेश्वर महादेव मन्दिरको समुद्घाटन गरेका थियौँ। र जुन मञ्च यो बन्यो, यो मञ्चको 5औं तल्ला हो। यो तपाईँलाई यहाँ लाग्छ यो आँगन हो, यो 5औं तल्ला हो। यो 5औं तल्ला 4 महिनामा यो सम्पन्न गरेको छ र मेरा सम्पूर्ण इन्जिनियरिङ कामहरू, मेरा साइटको कामहरू सकेर यो 4 महिनामा 5वटा ढलान गरेर कार्यक्रम स्थल बनाएको थियो र यो त्यो कोरा कार्यक्रम स्थल बनेको थियो। यहाँबाट हामीले कार्यक्रम सञ्चालन गरेको थियौँ र हाम्रो परिकल्पना थियो एउटा भव्य मञ्च बनोस् भन्ने। यसै अनुसार हाम्रो डिजाइन अनुसार यो भव्य मञ्च बनायो। त्यस्तै गरेर तपाईँले देख्न सक्नुहुन्छ हवन कुण्ड, जहाँबाट हवन गरेपछि मात्र भगवान् सन्तानेश्वर तथा माता पार्वतीलाई सम्झेर हवन गरेपछि मात्र कार्यसिद्धि हुने हुनाले हामीले हवन कुण्ड अग्निकोटमा हामीले व्यवस्थापन गरेका छौँ। सकेसम्म मैले जे जानेको छु वास्तुलाई पनि मैले पछ्याएको छु। त्यस्तै गरेर तपाईँले देख्नुहुन्छ अखण्ड शिवध्वनि, यो भाग्यले पाउने चिज हो, मैले भन्नै पर्छ। यस्तै 71 सालतिर केही वर्ष अगाडि मैले मिति बिचे 3-4 वर्ष अगाडि यही फुल प्रसाद बेच्ने एउटा भक्तजन, यही गाउँमा बसोबास गर्ने भक्तजन, उनको छोरा यस्तै फुल प्रसाद बेचेर बसिरहेको थियो। त्यसपछि उसको साथीले बोलायो, फोन गरेर बोलायो। करिब 2 बजीतिर यहाँबाट उनी चाहिँ लामाटार गएछन्। त्यहाँ एउटा भाइरल रोड छ, त्यहाँ ठुलो पिच रोड थियो। त्यो ठाउँमा अब युवा हो, मोटरसाइकल स्टन्ट गरेछन्। अचानक मोटरसाइकल स्टन्ट गर्दाखेरि त्यसमा दुर्घटना भएर त्यही ठाउँमा उनको मृत्यु भएछ। दुःखद घटना घट्यो 4 वर्ष अगाडि। र फुल प्रसाद बेच्दै उनको छोरो गएर त्यो अवस्था भयो। हामी भावुकता भयो। अब हामीले गर्न सक्ने त केही थिएन। भगवान् सन्तानेश्वर कामना गर्ने मात्र हो, उसको शिवधाम प्राप्त होस् भन्ने मात्र कामना गर्ने हो। र हाम्रो यहाँ निर्माण हुँदै जाँदाखेरि अखण्ड शिवध्वनि थियो र अखण्ड शिवध्वनि उनले मलाई दाइ अब मैले सन्तानेश्वरमा देखिने एउटा काम गर्ने, मेरो छोराको स्मृतिमा गर्ने सोच छ, के गरौँ भन्दाखेरि अब मैले करिब 7 दिनसम्म यो कुरा उनलाई भन्न सकिनँ। किनभने फुल प्रसाद बेचेर बस्ने, यहाँ करोडौँको ट्रान्जेक्सन भएकाले यहाँ दान गर्ने आशा राखेका छैनन्। तर फुल प्रसाद बेच्नेले यत्रो कुरा भन्न त मलाई आँट पनि आएन। उनले पटक भनेपछि दाइ भन्नु भनिसकेपछि मैले तिमीलाई अप्ठ्यारो लाग्दैन भने एउटा कुरा भन्छु भनेर मैले भने र उनले मैले चाहिने करिब मैले डिजाइन गरेको छ। हाम्रो डिजाइनबाट हामी तल सर्दैनौँ, तर यसलाई करिब 12 लाख रुपियाँ लाग्छ, त्यो बनाउन सक्छौ त भनेर मैले उनलाई प्रस्ताव राखेँ। म हरिबेरका घर सल्लाह गर्छु र तपाईँलाई भोलि जानकारी दिन्छु भनेपछि उसको श्रीमानसँग सल्लाह गरेर उनले भोलिपल्ट दाइ म यो काम गर्छु भनेर वचन दिन्। तैपनि मलाई विश्वास छैन। फुल प्रसाद बेचेर बसेका छिन्, उनी यहाँ एउटा घर किनेर बसेका छिन्, उनको यहाँ होइन घर। र मलाई अझै विश्वास भएन तिम्रो श्रीमानले लिएर मैले कुरा गर्छु। किनभने दान भावुकतामा आएर होइन, परिवार बिगारेर होइन। दान भनेको आफ्नो परिवारलाई पहिला व्यवस्थापन गरेर दान गर्ने हो। मैले पनि यहाँहरूलाई के भन्छु भने दान गर्नुहुन्छ भने पहिला परिवारलाई रमाएर बाँकी रहेको मात्र दान गर्नुहोस्। त्यसबाट ज्वाइँ र बहिनी चाहिँ, म बहिनी भन्छु, बहिनी ज्वाइँ र ज्वाइँलाई मैले बोलाएर कुरा गरेँ, हो म गर्छु, हामीसँग जे सक्छ। मेरो 2टा छोरा छन्, जेठो छोरा मेरो बितिहाल्यो, कान्छो छोरा छ, उसको 1 भाग त छ नि, पुगेन भने म 4 आना बेचेर यो काम गर्छु नि दाइ भनिसकेपछि म ढुक्क भएँ।
त्यसरी हामीले यो अखण्ड शिवधुनी अब कहिले पनि नलिप्ने एउटा शिवधुनीको निर्माण यो गुम्बज शैलीमा गरेको छ। तपाईँले देख्नुहुन्छ होला यो 12 लाख रुपियाँमा वीरबहादुर नगरकोटी तथा शान्ता नगरकोटीको ज्येष्ठ सुपुत्र स्वर्गीय उत्सव नगरकोटीको स्मृतिमा यो निर्माण भएको मैले जानकारी गराएँ। र अखण्ड बत्ती र अखण्ड शिवधुनी अहिले बृहस्पति अस्त छ। यो बृहस्पति अस्तमा अग्नि जुड्दैन र यो गुरुहरू वर्गबाट अरण्य मन्थन या अरू अन्य विधि के छ त्यस अग्नि जुडिसकेपछि हामी यो अखण्ड शिवधुनीको सुरुवात गर्छौँ विधिवत रूपमा। र हाम्रो आशय एउटा विधान के छ भने यो अखण्ड धुनी सुरु भएपछि मानव त हो कहिलेकाहीँ निभ्न सक्छ। त्यो निभिसकेपछि फेरि विधि विधानबाट हामीले एउटा विधान बनाएका छौँ फेरि शिवधुनी सुरु गर्ने। त्यसरी हामीले यो कार्यक्रम सुरु गर्ने भन्ने सोच बनाएको छौँ। र आदरणीय गुरुवर्गबाट बृहस्पति अस्त सकिसकेपछि जो यो अग्नि जुडिसकेपछि यसको समुद्घाटन गर्छौँ। तर आज उहाँहरूलाई सम्मान कार्यक्रम मात्र राखेका छौँ, यसको उद्घाटन नबुझिदिनु म सबैलाई अनुरोध गरेँ। त्यस्तै गरेर सन्तानेश्वर महादेव मन्दिरमा अर्को 64 शिवलिङ्ग देख्नुभयो। यहाँ 64 शिवलिङ्गको व्यवस्थापन गरेको छ। त्यस्तै गरेर शिव भजनको दैनिक शिव भजनको लागि हामीले भजन मण्डपको व्यवस्थापन गरेका छौँ। तल महाकाल भैरव मन्दिर बनाएका छौँ। यहाँका अन्य आवश्यकता पानी ट्याङ्की, यहाँका आँगनहरू, यहाँका चाहिने बाग बगैँचाहरू यस्ता बनाएका छौँ। र धार्मिक यो भौतिक संरचनाहरू मात्र बनाइरहेका छैन। मलाई यो संरचनाहरू मेरो सामाजिक सञ्जालमा सन्तानेश्वर पेजमा राख्दाखेरि केहीले कमेन्ट गर्नुहुन्छ, केहीले गाली पनि गर्नुहुन्छ। तैँले सन्तानेश्वर महादेव यो परिसरलाई कङ्क्रिट बनाइस्, यो त्यसै राखिदिएको भए भइहाल्थ्यो नि भनेर उहाँले मलाई भन्नुहुन्छ। तर उहाँहरूको जुन सुझावलाई मैले स्वीकारेको छु, किनभने यो जङ्गल छोडिदिएको भए तपाईँ हाम्रो यो अहिले यस्तो जमघट हुने थिएन होला। र त्यो यो कङ्क्रिटको यो जङ्गल बनाएको छैन, हामीले बनाएको छैनौँ। त्यही भएर माथि रुख रोप्ने ठाउँ नभएर हामीले एउटा देख्नुभयो यो रुद्राक्षको रुख आजभन्दा 20 वर्ष अगाडि रोपिएको होला, त्यसलाई हामीले काटेका छैनौँ, त्यसलाई संरक्षण गरेको छ। हामी वातावरणसँग रुख बिरुवासँग पनि प्रेम छ हामीलाई। त्यसो गरेर यहाँ गमलामा तपाईँले यो बिरुवाहरू पनि देख्नुभएको छ। यहाँ त रोप्नु मिलेन नि, यो एउटा प्राकृतिकसँग हामीले भित्र मनदेखि हामी यो नजिक छौँ, त्यसबाट यसरी राखेको। र योभन्दा तल जानुभयो भने भर्खर आज हामीले वृक्षारोपण गरेका छौँ। 108वटा रुद्राक्षका बिरुवा हुर्किरहेका छौँ। 54वटा बेलका बिरुवा हुर्किरहेको छ। 54वटा श्रीखण्डको बिरुवा हुर्किरहेको छ। 54वटा रक्तचन्दनको बिरुवा हुर्किरहेको छ। आँप, साँप, अमला यस्ता धेरै जातका बिरुवा हुर्किरहेको छ। तपाईँलाई लाग्ला अब हम 2-4 वर्षपछि आउँदाखेरि सल्लाह मात्र होइन, यहाँ यस्ता धार्मिक बोट बिरुवाहरू हुर्किरहेको छ। आदरणीय गुरु, मैले भन्न मिल्छ मिल्दैन तर म भन्छु, हाम्रो आराध्य देव पशुपतिनाथ त्यहाँको कोष कति छ होला, त्यहाँको जग्गा कति छ होला, तराईमा पनि छ होला। तर त्यहाँको पूजा गर्नको लागि मोदीसँग रक्तचन्दन हात थापेको हामीलाई समाचारमा सुनेका छौँ। आजभन्दा 25-30 वर्ष अगाडि कुनै ठाउँमा यस्ता बेलका बिरुवा र रक्तचन्दनका श्रीखण्डका बिरुवाहरू पशुपति कोषले रोपेको हो भने आज इन्डियाका विभिन्न धार्मिक मठ मन्दिरहरूमा नेपालले चन्दाको रूपमा त्यो दिन सक्थ्यो। अब अहिले यो वातावरणको कारणले यो 15 से 7 मिटरको उचाइमा छ। यसको वातावरणको कारणले यो छिटो हुर्किन सक्दैन होला, के होला। मा गएपछि त्यहाँ क्लिक गरिसकेपछि कसलाई के निम्ति दिनुपर्छ सबै व्यवहार व्यवस्थापन छ, त्यहाँ गएर मिति मात्र लेखे पुग्छ। त्यस्तो अवस्थामा यसका मैले व्यवस्थापन गरिदिएको मैले जानकारी गराएँ र मैले खाका पढ्नको लागि अनुमति मागेँ। 2068 सालदेखि 2083 असार मसान्तसम्मको एउटा विवरण, आर्थिक विवरण मैले जानकारी गराउन चाहन्छु। कसले कति यहाँ सहयोग गरेको जानकारी गराउन चाहन्छु। भक्तजनहरू
रसिदबाट हामीले एउटा पहेँलो रसिद पहिला व्यवस्थापन गरेको थियौँ र रातो रसिद जिन्सीको व्यवस्थापन गरेको थियौँ र पहेँलो रसिद चाहिँ नि नगदी रसिद भनेर व्यवस्थापन गरेको थियौँ र करिब 5400वटा रसिद हामीले काटेको थियौँ र अब त्यसो गर्नु हुँदैन, एक दर प्रणालीमा जानुपर्छ भनेर हामीले अहिले एउटा एक दर प्रणालीको रातो रसिद नै व्यवस्था गरेका छौँ र त्यो अहिले 17,475 जना भक्तजनहरूले यो नाम लेखाइसक्नु भएको छ। जम्मा 22,875 जना यस सन्तानेश्वर मन्दिरमा दान गर्ने भक्तजनहरू 1000 रुपियाँभन्दा बढी दान गर्ने भक्तजनको यो आँकडा हो। त्यसभन्दा तल दान गर्ने भक्तजनको आँकडा यसमा समावेश भएको छैन। 22,875 जना भक्तजनहरू जो 1000 रुपियाँभन्दा बढी दान गर्नुभएको छ उहाँहरूले हामीलाई 68 सालदेखि 83 असार मसान्तसम्म 5,84,82,605 रुपियाँ सहयोग गर्नुभएको छ। आदरणीय भक्तजनहरूलाई जोरदार ताली बजाएर सम्मान गरिदिनु होला। उहाँहरूकै यो यत्रो दान उहाँलाई 1000 रुपियाँ दिए जस्तो लाग्ला, तर यो हजार रुपियाँ थुप्रिँदा 5,84,82,605 रुपियाँ यो परिसर बनाउनलाई सहयोग प्राप्त भएको रहेछ। त्यस्तै गरेर योभन्दा अगाडि जिल्ला विकास समिति ललितपुर थियो, त्यहाँबाट पनि हामीलाई 12,57,068 रुपियाँ प्राप्त भएको थियो। त्यस्तै गरेर पर्यटन बोर्ड काठमाडौँबाट 3,94,000 प्राप्त भएको थियो। गुठी संस्थानबाट 13,96,345 रुपियाँ प्राप्त भएको थियो र गोदरी नगरपालिका बन्नुभन्दा पहिला दुईवटा नगरपालिका थियो, बज्रबारी नगरपालिका र गोदरी नगरपालिका। पछि मर्ज भएर गोदरी नगरपालिका बन्यो र बज्रबारी नगरपालिकाबाट हामीलाई 1,38,750 रुपियाँ प्राप्त भएको थियो भने गोदरी नगरपालिकाबाट 2074 सालदेखि 83 असार मसान्तसम्म यो गत आबोसम्मको मैले जानकारी गराएँ 2,84,47,181 रुपियाँ प्राप्त भएको थियो। आदरणीय मेयर साहब, आदरणीय मेयर साहब साथै वडाध्यक्षज्यू, हामीले चुस्त दुरुस्त आँकडा राखेको छौँ। गोदरी नगरपालिकाबाट 2,84,47,181 रुपियाँ आर्थिक सहयोग भयो, तर अन्य जिन्सी, अन्य सरसल्लाह, अन्य सहयोग त छँदैछ। त्यसै भएर हामीलाई मन छोयो र मन छोएर हामीले यो ओडाबाट र यो सेवा सङ्घबाट मेयर साहब र उपमेयर साहब सिङ्गो गोदरी नगरपालिकालाई सम्मान गर्नुपर्छ भन्ने हामीलाई मनमा बिज्यो र उहाँहरूलाई सम्मान कार्यक्रम राखेको मैले जानकारी गराएँ। एकचोटि जोरदार तालीले सम्मान गरिदिन म अनुरोध गरेँ। र त्यस्तै गरेर हामीलाई बागमती प्रदेशबाट 10 लाख रुपियाँ प्राप्त भयो। अहिलेसम्म जिल्ला वन कार्यालयबाट 6,03,325 रुपियाँ प्राप्त भयो। यो तपाईँहरू जो तलबाट आउँदै हुनुहुन्थ्यो त्यहाँ बाग बगैँचा बनेको जिल्ला वन कार्यालयबाट हो र जिल्ला वन कार्यालयबाट हामीलाई सरसफाइ कर्मचारी भनेर हामीलाई 3 वर्षदेखि नियमित रूपमा एकजना कर्मचारी मन्दिर सरसफाइ कर्मचारी हामीलाई प्रदान गर्नुभएको छ र नगद रुपियाँ हामीलाई अहिलेसम्म 9,17,19,274 रुपियाँ यो असार मसान्तसम्म 68 सालदेखि प्राप्त भएको मैले जानकारी गराएँ। यो खाका मात्र होइन, यो वास्तविक छ र कम्प्युटरमा सबै लिपिबद्ध भएको मैले जानकारी गराएँ। जिन्सीबाट हामीले कति रसिद काट्दाखेरि कति पैसा पर्यो होला, अथवा कसैले बिल ल्याउनु भयो भने त्यो अनुसार हामीले आँकडा राखेको छौँ। जिन्सीमा पर्छ जस्तै मेचहरू पर्छ, टेबलहरू पर्छ, तामाको घ्याम्पोहरू पर्छ, अन्य चिजहरू पर्छ। यो जिन्सीबाट हामीलाई 1,04,34,175 रुपियाँ प्राप्त भएको छ। यो जिन्सीमा उहाँहरूले नै दिनुभएको र हालसम्म जिन्सी र नगद 10,21,53,449 रुपियाँ हामीसँग यो मन्दिर बनाउनको लागि हामीलाई प्राप्त भएको मैले जानकारी गराएँ। र यो आर्थिक वर्षमा नगरपालिकाले के कसो हालेको छ त्यो जानकारी हामीलाई छैन। पक्कै पनि केही न केही राखिदिएको होला, किनभने धार्मिक मेयर साहब, धार्मिक
उपमेयर साहब र धार्मिक वडाध्यक्षज्यू जो सहकार्य गर्दै आउनुभएको छ। पक्कै पनि यो वर्ष पनि केही न केही छ उहाँले आफ्नो मन्तव्यमा राख्नुहुनेछ। यसै कारण सन्तानेश्वर महादेव मन्दिर संरक्षण सम्वर्धन सेवा सङ्घले उहाँहरूलाई मन छोएर उहाँहरूको उत्तरोत्तर प्रगति, उहाँको राजनीति, उहाँको परिवार सबैको सफलताको कामना र उहाँहरूको दीर्घायु सुस्वास्थ्यको वरदान भोले बाबासँग माग्दै म लामो समय लिएकोमा क्षमा माग्दै म सन्तानेश्वर महादेव मन्दिरको अन्य कार्यक्रम अब सञ्चालन गर्नको लागि सहकोषाध्यक्ष उद्घोषक आदरणीय श्यामकृष्ण नेपालीज्यूलाई अनुरोध गर्दै म बिदा हुन चाहन्छु। जयसम्म। धन्यवाद सभाध्यक्ष इन्जिनियर विनोद खड्काज्यूलाई। अब हाम्रा कलाकार मित्रज्यूहरूबाट बम 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 भोल बम 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 भोले भन्ने भजनबाट सम्पूर्ण भक्तजनहरूलाई मन्त्र मुक्त र छनछनी नचाउन हार्दिक अनुरोध गर्दछु। जय शम्भो। गर्ने यहाँ सम्पूर्ण टिमलाई नै हार्दिक अनुरोध गर्दछु। गङ्गाराम गौतमबाट स्वस्ति वाचन हुनेछ भने कलाकार मित्रहरूबाट मधुर मङ्गल धुन बजाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरेर किशोर गौतम ज्यूबाट चन्दन टिकाको व्यवस्था हुनेछ भने चिन्तामणि गुरुज्यूबाट मालाको सम्मान हुनेछ। त्यसै गरेर वडा अध्यक्ष भास्कर थापाज्यूबाट टोसल्ला उडाउने कार्यक्रम रहेको छ र सम्पूर्ण टिम र यस सभाका सभाध्यक्षज्यूबाट कदर पत्रद्वारा पूर्ण नगरपालिका परिवारले विक्रम सम्वत 2074 सालदेखि हालसम्म निरन्तर रूपमा गर्दै आउनु भएको आर्थिक तथा अन्य सहयोग र समर्थनको लागि उच्च कदर गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा सहित श्री सन्तानेश्वर महादेव तपाईँ तथा सम्पूर्ण नगरपालिका परिवारको कल्याण गरून् भन्ने कामना सहित यो कदर पत्र प्रदान गरिएको छ। धन्यवाद। जय शम्भो। अब सचिव सुदीप केसी, अध्यक्ष इन्जिनियर विनोद खड्का, त्यसै गरेर धर्मगुरु व्यासाचार्य किशोर कुमार गौतमजी प्रमुख संरक्षकको रूपमा बोल्नु भएको छ। हरि ओम स्वस्ति न इन्द्रो वेदस्र स्वस्ति स्वस्ति मायि देवहितं जदायु सतमिन्नो सरदो अन्ति देव यत्र न सप्राचरसं तनो नाम उपासो जगपितरो भवन्ति मानो मध्यारे रेखा दुर्गन्तो आदित्यो आदरणीय भक्तजनज्यूहरू तालीले स्वागत गर्दै हार्दिक अनुरोध गर्दछु। जय शम्भो। ब्रह्मा शान्ति सर्वभूतं शान्ति 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 सामा शान्ति। धन्यवाद। मूल पुजारी गङ्गाराम गौतमज्यू र कलाकार मित्रहरू। यसै गरी
श्री मुना अधिकारीज्यू, उपप्रमुख गोदावरी नगरपालिका ललितपुर। यसमा विवरण यस प्रकार लेखिएको छ। श्री सन्तानेश्वर महादेव मन्दिर संरक्षण तथा संवर्धन सेवा सङ्घ, कैलाश पर्वत, गोदावरी नपा 13 झरोवासी ललितपुर। यस सन्तानेश्वर महादेव मन्दिर परिसरको व्यापक विकासको लागि गोदावरी नगरपालिकाबाट तपाईँ स्वयं तथा सम्पूर्ण नगरपालिका परिवारले विक्रम सम्वत 2074 सालदेखि हालसम्म निरन्तर रूपमा गर्दै आउनु भएको आर्थिक तथा अन्य सहयोग र समर्थनको उच्च कदर गर्दै आगामी दिनमा पनि यसै सहयोगको अपेक्षासहित श्री सन्तानेश्वर महादेवले तपाईँ तथा सम्पूर्ण नगरपालिका परिवारको कल्याण गरून् भन्ने कामनासहित यो कदर पत्र प्रदान गरिएको छ। सचिव सुदीप केसी, अध्यक्ष इन्जिनियर विनोद खड्का, धर्मगुरु व्यासाचार्य किशोर कुमार गौतम। जय शम्भु। प्रमुख संरक्षक सम्मान के कार्यक्रममा अब हाम्रो कार्यक्रम गोदावरी नगरपालिका नगर प्रमुखज्यू र उपप्रमुखज्यूबाट संयुक्त सम्मान कार्यक्रम रहेको छ र यस सम्मान कार्यक्रममा उपस्थित भइदिनु हुन वीरबहादुर नगरकोटी तथा शान्ता नगरकोटीलाई स्टेजमा आगमन गराउने अनुरोध गर्दछु। धन्यवाद। जय शम्भु। जहाँ भए पनि आफ्नो सम्मान ग्रहण गर्न स्टेजमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। र सभा अध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर गोदावरी नगरपालिका वडा अध्यक्ष 13 वडा अध्यक्ष भास्कर थापाज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। यस सम्मानको कार्यक्रम यसरी गरिएको छ कि जुन एउटा सन्तानेश्वर महादेव मन्दिरमा फुल प्रसाद बेच्ने हाम्रो बहिनी र उहाँको श्रीमान जय मिलेर आफ्नो बुवा आमा र छोराको नाममा उहाँहरूले अखण्ड शिवधुनी निर्माण गर्नको लागि रु 12 लाख प्रदान गरी यस सेवा सङ्घलाई सहयोग गर्नुभएको छ र उहाँको छोराको शिवालयमा बास होस् भन्दै सम्मान गरिदिनु हुन गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनज्यू, उपप्रमुख मुना अधिकारीज्यू, गोदावरी नगरपालिका वडा नम्बर 13 का वडा अध्यक्षज्यू लगायत सभा अध्यक्ष र प्रमुख संरक्षक र संरक्षकज्यूलाई हार्दिक अनुरोध गर्दछु। हाम्रो मेरिना बहिनी र सुशीला बहिनीलाई सामान हेराइदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसपछि फेरि सम्मानको कार्यक्रम रहेको छ। यस सम्मान पत्रको विवरण यस प्रकार रहेको छ। ओम नमः शिवाय। श्री सन्तानेश्वर महादेव मन्दिर संरक्षण तथा संवर्धन सेवा सङ्घ, कैलाश पर्वत, गोदावरी नपा वडा नम्बर 13 झरोवासी ललितपुर। श्री वीरबहादुर नगरकोटी, श्री शान्ता नगरकोटी, दक्षिण काली नगरपालिका वडा नम्बर 1। स्वर्गीय छोरा उत्सव नगरकोटीको सम्झनामा सन्तानेश्वर महादेव मन्दिर परिसरमा अखण्ड शिवधुनी निर्माण गरी भगवान सन्तानेश्वर महादेवको शरणमा अर्पण गर्नुभएकोले यहाँको सुपुत्रको शिवधाममा बास होस् भन्ने कामनाका साथ सबै प्रीतिहरूको उद्धारको कामना गर्दछौँ। कलाकार मित्रहरू मङ्गल धुन बजाइदिनु आदि अनुरोध गर्दछु। कामना गर्दै उहाँहरूको सबै परिवारको भगवान सन्तानेश्वर महादेवले कल्याण गरून् भन्ने कामना सहित यो कदर पत्र प्रदान गरिएको छ। सचिव सुदीप केसी, अध्यक्ष इन्जिनियर विनोद खड्काज्यू, धर्मगुरु व्यासाचार्य किशोर कुमार गौतम।
प्रमुख संरक्षक हुनुहुन्छ उहाँ धन्यवाद। जहाँ सम्भव आदरणीय भक्तजनहरू आफ्नो स्वर्गीय ज्येष्ठ सुपुत्र उत्सव नगरकोटीको स्मृतिमा आदरणीय बहिनी वीरबहादुर नगरकोटी तथा शान्ता नगरकोटीज्यूले सन्तानेश्वर महादेव मन्दिरको गुरु योजना अनुसार उहाँको छोराको स्मृतिमा रु 12 लाख ठुलो कुरो होइन, यो नगद, यो ठुलो कुरो भन्नु खोजे होइन। जीवनभर जबसम्म सन्तानेश्वर महादेव मन्दिर यो परिसर रहन्छ तबसम्म उहाँको छोरो यस परिसरमा यस शिवधाममा उहाँ सधैँ जीवित भएको अनुभव उहाँहरूले गर्नुहुनेछ भन्ने कामना गरेर उहाँलाई यो कदर गरिएको मात्र हो। एउटा अखण्ड शिवधुनी अखण्ड बत्ती पालेर उहाँको छोरो यसै सन्तानेश्वर महादेव मन्दिर यो परिसरमा जीवित रूपमा भेट्नुहुनेछ भन्ने आशाका साथ यो कदर पत्र हामीले सम्मान गर्न गइरहेका छौँ। यो कदर पत्र आदरणीय मेयर साहब तथा गोदावरी नगरपालिकाका वडा अध्यक्षबाट संयुक्त रूपमा यो हस्तान्तरण गरिदिनु हुन म अनुरोध गर्छु। सबैले ताली बजाएर सम्मान गरिदिनु होला। उहाँको छोराको शिवधाम पास होस् यही कामना गरौँ र उहाँको बुबा आमाको उत्तरोत्तर प्रगति हामीले उहाँलाई अलिकति नकारात्मक कुरा गऱ्यौँ कि जस्तो लाग्यो। दुःख नमान्नु होला, फुट प्रसाद बेच्नु हुने भन्यो होला, होइन, यो ठुलो कुरो होइन। भगवान् भक्तजनहरू आउँदाखेरि भगवान् शिवलाई अर्पण गर्नको लागि उहाँले जुन कार्य गर्नुभएछ त्यो कार्य एउटा धार्मिक त छँदैछ, तर यो सन्तानेश्वर कैलाश पर्वतमा उहाँको छोरालाई जीवित राख्नुपर्ने उहाँले यत्रो महान काम गर्नुभएकोले उहाँप्रति म नतमस्तक हुँदै हामीले यो कदर पत्रले सम्मान गरेको छौँ। आदरणीय वीरबहादुर नगरकोटी शान्ता नगरकोटीजीमा सम्मान छ। जय शम्भो। यो साउन महिनाको यो तेस्रो सोमबार भोलिनाथ बाबाको हामी चरण कमलमा छौँ र यस कार्यक्रमको सभापतिको आसन ग्रहण गर्नुहुने समाजसेवी आदरणीय दाजु इन्जिनियर विनोद खड्काज्यू, आदरणीय व्यासाचार्य गुरु किशोर कुमार गौतमज्यू, आदरणीय डाक्टर साहब चिन्तामणि योगीज्यू, उपप्रमुखज्यू, वडा अध्यक्षज्यू, यस अखण्ड ध्वनि निर्माणको लागि आफ्नो पारिवारिक तर्फबाट चन्दा दान गर्नुहुने आदरणीय वीरबहादुर नगरकोटी भाउजू र उपस्थित सम्पूर्ण महानुभावहरू र उपस्थित सम्पूर्ण भक्तजनहरूमा म सबैभन्दा पहिले मेरो हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। तपाईँ सबैलाई जय शम्भो। वास्तवमा आज यो 9 वर्ष बितेको पनि पत्तै भएको रहेछ। 2074 सालमा निर्वाचित भएर आइसकेपछि आज 9 वर्ष 4 महिना पुगिसकेको अवस्था छ र केही सहयोगका कुराहरू आदरणीय विनोद दाइले यहाँ राखिसक्नु भएको छ। मलाई लाग्छ म 2074 सालमा पहिलोपटक निर्वाचित भएर आइसकेपछि हाम्रो नगरपालिका धार्मिक मठ मन्दिर प्रसिद्ध अत्यन्तै कुण्ड लगायत विभिन्न पर्यटकीय क्षेत्र पनि रहेको र मैले एउटा प्लानिङ चाहिँ के बनायो भने कि हाम्रो यत्रो नगरपालिकाभित्र यत्रो मठ मन्दिर छन्, यसलाई जगेर्ना गर्नुपर्छ, पुनर्निर्माण गर्नुपर्छ, यसको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले पहिलो पटक मैले 10वटा मन्दिर छानेर 1 करोड बजेट मैले 10-10 लाखको दरले पहिलो पटक मैले त्यो बजेटको सुरुवात गरेँ र मलाई लाग्छ यहाँ
2,84,00,000 गएको कुरा पत्तै पाएर किनभने विनोद दाईले भन्नुहुन्थ्यो हरेक कहिले चाहिँ यो विभिन्न यहाँ म प्रत्येक वर्ष आउँदा एउटा चाहिँ नयाँ चाहिँ कुरा यहाँ निर्माण भएको म देख्छु र दुईवटा ट्रममा एउटा चाहिँ हामीले बजेट राख्ने ट्रम भयो एउटा चाहिँ 50-50 को मोडेल जति आउँछ त्यसको चाहिँ 50 चाहिँ नगरपालिकाबाट राख्ने र अर्को चाहिँ वार्षिक रूपमा बजेट राख्ने क्रम चाहिँ चल्दै गयो र यहाँ निर्माणका कामहरू पनि अब 9 वर्षको भित्रमा धेरै चाहिँ सबै भक्तजनको सहयोगसहितको सबै नगरवासी लगायत देशवासी र देशबाट बाहिर रहनुभएका सबै हाम्रै नागरिकहरूको तर्फबाट जुन यहाँ सहयोग प्राप्त भएको छ करिब 10 करोडभन्दा बढीको सहयोग जुटाउन सफल भएको छ। म सबैभन्दा पहिले यसका अध्यक्ष लगायत सम्पूर्ण यो प्राधिकारले म विशेष धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। तपाईँहरूको अनवरत मेहनतको कारणले र आदरणीय गुरुहरूको चाहिँ मार्गनिर्देशनको कारणले यो यहाँसम्म आउन सफल भएको छ। आज गोदावरी नगरपालिकाको हरेक मठ मन्दिर हरेक चाहिँ पुरातात्विक सम्पदाको पुनर्निर्माण करिब अन्तिम चरणमा छ। हामीले यो गरेको भनेका छैनौँ, हाम्रो कर्तव्य थियो, हामीले आफ्नो जिम्मेवारी पुरा गर्दै गइरहेका छौँ र अहिलेको समाजमा गरेकोलाई चाहिँ अपभ्रंश बनाउने चाहिँ चलन चाहिँ भइरहेको अवस्था छ। म सन्तानेश्वर महादेवको यो प्राङ्गणमा म सबै हाम्रा नागरिकहरू सबै हाम्रो नगरवासीहरू र हामीलाई नजिकबाट हेर्ने सबै महानुभावहरूलाई सद्बुद्धि प्राप्त होस् भन्ने म शुभकामना व्यक्त गर्न चाहन्छु। किनभने अहिलेको समय केही पनि भएन भने भाष्य चाहिँ अहिले निर्माण भइरहेको छ। आज मैले 9 वर्ष 4 महिनापछि केही यहाँ समितिले जुन सम्मान मैले प्राप्त गरेँ वास्तवमा केही गरेको छु चाहिँ मनमा चाहिँ महसुस चाहिँ भएको छ। त्यसै कारणले तपाईँले सम्मान गर्नुभयो। वास्तवमा यो कुनै सम्मान प्राप्तिको लागि अथवा कुनै चाहिँ आफ्नो चाहिँ उसमा व्यक्तिगत जीवनमा केही लाभको लागि मैले काम गरेको थिएन, तर कामको मूल्याङ्कन तपाईँहरूले गरिदिनु भएको छ। त्यसको लागि सिङ्गो नगरपालिकाको तर्फबाट किनभने यो पैसा यो जति यहाँ चाहिँ अहिले यहाँ 2,84,00,000 यहाँ चाहिँ हालेको छ त्यो सबै हाम्रै नगरवासीको हाम्रै ट्याक्सको पैसा हो। यो कुनै कसैको व्यक्तिगत र कसैको चाहिँ घरबाट ल्याएको होइन। त्यस कारण यो सही ठाउँमा सदुपयोग भएको छ। मलाई लाग्छ यहाँ भ्रष्टाचारको कुरा धेरै छ, एक सुका पनि भ्रष्टाचार यहाँ भएको छैन। किनभने यो चाहिँ सन्तानेश्वर महादेव जुन चाहिँ संरक्षण समिति छ जसको अध्यक्ष लगायत सबै टिम छन् त्यहाँ चाहिँ तपाईँहरूको एकदमै पारदर्शितापूर्वक अझ 2067 सालदेखि 2083 सालसम्म चाहिँ जुन चाहिँ तपाईँको हिसाब किताब देखाउनु भएको छ यो एउटा चाहिँ अनगिन्ती ठाउँमा यो यस्तो कुराहरू पाइन्छ। अघि डाक्टर चिन्तामण योगी गुरुसँग पनि कुरा भयो कि धर्मको नाममा अनेक चाहिँ यहाँ चाहिँ चलखेल हुन्छ, अनेक चाहिँ कुराहरू हुन्छ, तर सन्तानेश्वर महादेव संरक्षण समिति मात्रै यस्तो समिति हो जसले आफ्नो पारदर्शितालाई कायम गरेर यो ठाउँको कायापलटी भएको छ। भगवान् शिवको जुन चाहिँ अहिले यहाँ हामी सन्तानेश्वर महादेवको प्राङ्गणमा छौँ जसले कायापलट गरेको छ यो सबैको योगदान सबैको चाहिँ अनवरत परिश्रमको कारणले यो सफल हुन सकेको छ। त्यसमा म सबैलाई अहिले केही पनि भएन भने भाष्य हिजो आज देखिरहेका छौँ कि केही हुनासाथ जनप्रतिनिधिलाई चाहिँ ठगिहाल्ने, तर चाहिँ यो कुरो असाध्यै गाह्रो रहेछ। यो स्थानीय तह चाहिँ अहिले अन्तिम अन्तिममा महसुस चाहिँ भइरहेको छ है। तर चाहिँ हाम्रो मन सफा हुनुपर्छ। हामीले गरेको कार्य हामीले कसैलाई चाहिँ भाडा अडचन पुर्याउने कार्य कसैलाई चाहिँ हामीले चाहिँ कुनै चाहिँ विघ्न आउने काम हामीले गर्नु हुँदैन। हामी स्पष्ट लाइनका साथ स्पष्ट हाम्रो चाहिँ जिम्मेवारीका साथ कामहरू गरिरहेका छौँ र आगामी दिनमा पनि मलाई चाहिँ 8 महिना बाँकी छ। 8 महिनाको 8 घन्टासम्म पनि हामी काम गरेर यो नगरवासीहरूको जिम्मेवारीहरू पुरा गर्छौँ र यही हुँदै गर्दाखेरि अब 2,84,00,000 यहाँ पुग्यो। यो 3 करोड त नगाउनै पर्ने छ। त्यस कारण यसपालि मैले पछाडिको जुन चाहिँ अब यो जुन चाहिँ पछाडि सिडीदेखि लिएर पार्कहरू बन्दैछ अहिले पनि सल्लाह गरेर हामीले चाहिँ 40 लाख यसपालि पनि हालेको छ। त्यस कारण यो कुरा यो तपाईँ हामी सबैको दानबाट आएको ट्याक्सबाट आएको पैसा हो। त्यस कारण यो जति यहाँ चाहिँ लगानी भएको छ जति यसको चाहिँ पारदर्शिता भएको छ त्यो मलाई लाग्छ कुनै पनि ठाउँमा मैले अघि पनि कुनै पनि ठाउँ त्यो पारदर्शिता छैन। गाह्रो थियो हिसाब सबैभन्दा थाहा सबै ठाउँमा चाहिँ
कचिङ्गल कहाँबाट आउँछ हिसाब किताबमा आउँछ काम सुरु गर्दै जान्छु पछि त्यो समस्या तर यो ठाउँमा यो राम्रो भएको छ आज यो मन्दिरको प्राङ्गण मात्रै होइन यहाँ तपाईँको वृक्षारोपणदेखि लिएर यहाँ तपाईँको चाहिँ विभिन्न बोट बिरुवाहरूको धार्मिक बोट बिरुवाको चाहिँ रोप्नेदेखि लिएर त्यसको जगेर्नादेखि लिएर पछिसम्मको जुन प्लानिङ यो समितिले बनाएको छ त्यो चाहिँ बिरलले पाइन्छ त्यस कारण यो सन्तानेश्वर महादेव संरक्षण समितिले जुन कार्य गर्नुभयो त्यसमा मेरो केही चाहिँ सहयोग मात्र हो नगरपालिका केही चाहिँ सहयोग मात्र हो यसमा ठुलो कुरा पनि होइन त्यसमा यसले सही सदुपयोग भएको छ आगामी दिनमा पनि हामीले गर्ने कार्य सधैँ राम्रो होस् सबैको राम्रो भलो होस् सबैले मैले अघि पनि भने यहाँ कसैले पनि कसैको भलो नचिताओस् सद्बुद्धि सबैको प्राप्त होस् म यही शुभकामना पनि व्यक्त गर्दै मैले धेरै समय नलिकन आगामी दिनमा पनि म कुनै ठाउँमा रहला नरहला तर हाम्रो धार्मिक पर्यटकीय क्षेत्र गुराँस नगरपालिकाको विभिन्न चाहिँ यो धार्मिक सांस्कृतिक पर्व छ त्यो प्राकृतिक रूपले हाम्रो अनुपम छ र एउटा कुरा मैले फेरि भन्नै पर्ने अवस्था मलाई चाहिँ यो अहिले तपाईँले जुन सम्मान गर्नुभएको छ त्यसमा म अनुग्रही त छँदै छु तर अहिले देशभरिमा एकदमै नराम्रो नगरपालिका भनिएको अवस्था छ 2 वर्षको अवधि देशभरिमा उत्कृष्ट नगरपालिका पुरस्कार पनि हामीले पायौँ एउटा धार्मिक सांस्कृतिक सम्पदाको पुरस्कार पाएका छौँ सम्पदाको क्षेत्रमा राम्रो भएको कारण दोस्रो अहिले तपाईँले यहाँ बाटो आउँदै गर्दाखेरि ठाउँ ठाउँको जुन चाहिँ हिलो मैलो थियो अहिले तपाईँको ढलान बाटो पिच बाटोदेखि लिएर सानो सानो बाटोदेखि सबै कुरा चाहिँ अहिले निर्माण हो त्यो पूर्वाधारको क्षेत्र त्यस कारण दुईवटा क्षेत्रमा 80 यो 81 साल र 83 सालमा मैले पाएँ र अहिले केही चाहिँ त्यो नकारात्मक कुरा पनि आएको छ त्यसमा म त्यसको पछाडि पनि लाग्न चाहन्न किनभने त्यो चाहिँ मैले उहाँहरूको सद्बुद्धि आओस् भगवान् शिवले कहिले पनि उहाँहरूको चाहिँ नेगेटिभ सोच नआओस् पोजिटिभ सोच आओस् भन्ने मैले चाहिँ प्रार्थना पनि गर्न चाहन्छु र आउने दिनमा पनि अझ यसलाई हामी गर्नुपर्ने कार्य हामी जनप्रतिनिधि हुने बेलासम्म र अथवा कुनै ठाउँमा भोलि पुग्दाखेरि या नपुग्दाखेरि यो क्षेत्रको म संस्थापक गोदावरीको एउटा चाहिँ निर्वाचित पहिलो जनप्रतिनिधि भएको नाताले पनि मेरो जीवनकाल रहेसम्म मैले आफ्नो नगरको लागि आफ्नो नगर विकासको लागि नगर क्षेत्रको निर्माणको लागि म सधैँ रहिरहने प्रतिबद्धता यही सन्तानेश्वर महादेवको अगाडि प्रतिबद्धता व्यक्त गर्दै पुनः यो सम्मान गर्नुभएकोमा म सबै गुरु लगायत सबै संस्थाका अध्यक्ष प्रधानले सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै मैले धेरै समय पनि लिन चाहन्न 2 बजे फेरि मिटिङ छ है किनभने भन्नुभएको थियो मैले ठ्याक्कै 3 घन्टा टाइम पनि दिएको छु त्यसको लागि तपाईँ सबैलाई आभार प्रकट गर्दै मेरो भनाइ यही अन्त्य गर्न चाहन्छु धन्यवाद नमस्कार जय सङ्घ भयो हामी धेरै खुसी छौँ हाम्रो टिम धेरै खुसी छ त्यही कारणले गर्दा अब हामी कार्यक्रमको अन्तिम स्टेजमा आइसकेका छौँ अब